So hello guys, welcome back to the channel. This is your Wangdel and welcome back to Sarwang Vlogs. And आज चाहिँ फेरि I am here again with my new vlog अन्त यता चाहिँ हामीसँग हुनुहुन्छ मिस अस्मिता राई एन्ड मिस सरोजा राई And आज चाहिँ हामी यस्तो दामी ब्युटिफुल लोकेसनमा छौँ हैन. You can see this beautiful location. You are located in Yangeng हैन. And आज चाहिँ हामी where we are going भन्दा चाहिँ तपाईहरुलाई एकछिनमा देखाउँछु है त. सो गाइस अब यहाँदेखि चाहिँ हामी उकालो लाग्दैछौँ हैन. उकालो चाहिँ अब हामी कहाँ जाँदैछौँ भन्दा चाहिँ त्यो चाहिँ तपाईहरुलाई सस्पेन्स हो है. अन्त कहाँ पुग्दै रहेछौँ हामी यो उकालो चाहिँ हेर्नु होला तपाईहरु. एन्ड त्यही हो गाइस, यो चाहिँ ओखरबोटे भन्ने जग्गा हो. तपाईहरुलाई अब अलिकति उयसको लागि हैन. एन्ड लेट्स गो. सो त्यही हो गाइस हैन. अब अहिले चाहिँ हामी हिँड्दैछौँ हैन. उकालो कहाँ जाँदैछौँ भनेर चाहिँ त्यो चाहिँ तपाईहरुलाई सस्पेन्स हो. सस्पेन्स हैन, एकदमै सस्पेन्समा छौँ. सस्पेन्समा राख्छौँ. अच्छा. एन्ड त्यही हो, हामी जानु चाहिँ जाँदैछौँ. अन्त सिधै माथि पुगेर भेटौँ है त ल. सो गाइस यहाँदेखि चाहिँ हामी जानुपर्ने हुन्छ हैन, मैले भनेको जग्गा चाहिँ. एन्ड यहाँदेखि हिँड्दै जाँदैछौँ हामी चाहिँ. सो लेट्स गो. सो त्यही हो, माथि पुगेर भेटौँ है त ल. सो गाइस म तपाईहरुलाई एकदमै दामी जग्गा लादैछु हैन. सो हामी चाहिँ हिँड्नुपर्ने बाटो चाहिँ यस्तो छ हो. एन्ड त्यही हो, एकदमै दामी जग्गा लादैछु. स्टे ट्युन फर द्याट. सो अहिले एकछिनमा भेटौँ है त. सो गाइस हामी पुग्न आँटेको छौँ त्यो जग्गा हैन. गर्दै हिँड्नु ल. दुःख लाग्दो कुरा चाहिँ के देखेँ भने प्लास्टिक्स आर एभ्रिवेयर. यहाँमा अहिले के भएको छ हाम्रो यहाँको स्टुडेन्टहरूलाई, हाम्रो यहाँको नानीहरूलाई है. प्लास्टिक्सहरू हेर्नु सक्नुहुन्छ, जता पायो त्यतै फ्यालिरहेको छ. अलिकति यो चाहिँ तपाईहरुले प्लिज डस्टबिनमा फ्याल्नुहोस् है. कहीँ फ्याल्नु सक्नु भएन भने पनि प्लिज डस्टबिनमा फ्याल्नुहोस्. Come na, let's go. बहिनीलाई पनि देखाउनु हो. बहिनीलाई पनि देखाउनु हो कस्तो जग्गामा छु हामी. गाइस फर्स्ट टाइम म यहाँको भएर म यता फर्स्ट टाइम यो बाटो हिँडेको हैन. मलाई याद पनि थिएन. कङ्ग्रेचुलेसन ग्रेट. यो चाहिँ अब अन्ली लेजेन्ड्सहरूलाई मात्रै याद छ यो बाटोहरू चाहिँ. समझ रहे हो ना. ऊ माथि टेरेसमा कुनै कोरेछ. मेरो आप्पा जस्तो छ त. सो गाइस हामी डाइरेक्ट त्यहीँ पुगेर भेटौँ है त ल. सो हामी पुग्न आँटेको छौँ हैन. सो त्यहीँ पुगेर भेटौँ. सो गाइस वी आर फाइनली हियर हैन. यो चाहिँ हाम्रो कल्चर पार्क भन्ने जग्गा हो. दिस इज कल्चर पार्क. अन्त यहाँनिर चाहिँ हाम्रो के छ लेट्स सी. अब कल्चर पार्क भनेपछि बुझिहाल्नुहोस्, इज फुल अफ ट्रेडिसनहरूको कुराहरू छ यहाँनिर. एन्ड यस्तो खालको इन्फ्रास्ट्रक्चरहरू पनि बनिएको छ हैन. तर युजलेस छ यो चाहिँ स्टिल. म माथि गएर देखाउँछु ल, म मजाले बुझाउँछु तपाईहरुलाई. सो गाइस यो बिल्डिङहरू चाहिँ जति पनि देख्नुहुँदैछ हैन, यो भयो. यहाँनिर चाहिँ मुभी हलहरू सबै छ क्या तपाईको. मुभी हलहरूदेखि लिएर सबै छ. बट इट इज टोटली युजलेस छ. सो वी आर हियर है. सो आई विल सो यु समथिङ. सो गाइस अब चाहिँ हामी यहाँ भित्र पनि एक्सप्लोर गर्नेवाला छौँ हैन. आगो लागेको बिल्डिङ हो यो. यही है. सो गाइस यहाँनिर चाहिँ हाम्रो आगो पनि लागेको थियो. त्यहाँदेखि हाम्रो यहाँ सेक्युरिटीहरू पनि राख्न थालेको छ हो. सो लेट्स वेलकम. यहाँदेखि सिधै तल पुग्छ हैन, तल कल्चर पार्क. टोटली युजलेस छ कि यो कुराहरू चाहिँ. आई डोन्ट नो वाइ है. जतिजनालाई पनि याद छ तपाईहरुलाई हैन, यु क्यान कमेन्ट मी है. जतिजनालाई पनि याद छ उहाँले कमेन्ट गर्न सक्नुहुन्छ है. यो सबै आगो लागेको अवस्था हैन. अब
अब यहाँको अरू कुनै भ्लगरहरूले तपाईँहरूलाई देखाएको छ कि छैन आई डोन्ट नो होइन, तर म चाहिँ यहाँ आइपुगिसकेको छु है। सबै आगो लागेको तपाईँहरू सक्नुहुन्छ है। त्यहाँदेखि जाने यहाँनिर चाहिँ हेर्नु सक्नुहुन्छ सायद चाहिँ रिजर्भेसन रिसेप्सनहरूको सुनियर यो चाहिँ सायद चाहिँ रिसेप्सनहरूको के बनाएको थियो होला होइन। बट इट इज टोटल युजलेस हेर्नु सक्नुहुन्छ कि मान्छेहरूले बदमास गरेर केही छैन केही छैन केही छैन। बुरा लगता है भाई आप लोग भी। ग्लासहरू सबै तोडफोड हो, तोडफोड छ हो। एन्ड वी आर गोइङ यर डन गो 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 गो। ए रुखहरू पलाइसकिसकेछ, ऐनाहरू हेर्नु सक्नुहुन्छ तपाईँहरूको यहाँ फुटिसक्यो। वाइ दिस प्लेस इज स्टिल क्लोज के हो। म चाहिँ आई वान्ट टु क्वेसन होइन, यहाँको मान्छेहरू अब ठुलो ठालो मान्छेहरूलाई याद होला, अब हामीलाई त त्यस्तो याद छैन होइन। बट मेरो क्वेसन चाहिँ के छ भने यो जग्गा चाहिँ किन हामीले युटिलाइज गर्नु पाएको छैनौँ होइन, हामीले किन युटिलाइज गर्नु पाएको छैनौँ। यस्तो दामी जग्गा छ, यस्तो दामी इन्फ्रास्ट्रक्चर आएको छ याङमा है, बट हामीले किन चाहिँ यसलाई युटिलाइज गर्नु सकेको छैनौँ। तपाईँहरू हेर्नु सक्नुहुन्छ यहाँदेखि भ्यूहरू यस्तो दामी छ, यहाँ पर फाउन्टेनहरू छ है। एन्ड अझै म तपाईँहरूलाई देखाउँदै जान्छु ल। ऊ तलतिर हेर्नुहोस् स्विमिङ पुलहरू, यहाँ तल त पार्टी चल्दो रहेछ। हेलो भाइ, हेलो भाइ, हेलो। यहाँ तल पार्टी चल्दै रहेछ भाइहरूको। हेलो भाइ। सो यहाँ तल पार्टी चल्दै रहेछ भाइहरूको होइन। सो गाइस यु क्यान सी यस्तो दामी जग्गा छ होइन। उपर अङ्कल पनि हुनुहुँदो रहेछ हो। अन्त भ्यू हेर्नुहोस् न, भ्यू अब यस्तो दामी भइदिरहेछ। अन्त चेरी हेर्नु चाहिँ हामीलाई तिमीतारकोहरू जानु पर्दैन रहेछ। चेरी चाहिँ जति याङमा जति फुलेको रहेछ, तपाईँहरू हेर्नु मन छ भने चाहिँ आउनु, मलाई कन्ट्याक्ट गर्नु, मलाई यसो अलिकति गाइडको खर्च दिनु होइन। मलाई काफी बेसी पर्दैन, 1 लाख जति दिनु होइन, बेसी पर्दैन 1 लाख जति दिनु, म घुमाइदिइहाल्छु याङ चाहिँ सबलाई। म चेरी देखाइदिन्छु, भालेढुङ्गा देखाइदिन्छु, कल्चर पार्क देखाइदिन्छु, म हेलिप्याड देखाइदिन्छु, निया फल्स देखाइदिन्छु, सबै देखाइदिन्छु म याङमा। जति पनि एरिया देख्नु हुँदैछ होइन, यो माथि माथिसम्म चाहिँ तपाईँको कल्चर पार्क भन्छ होइन। अन्त तलसम्म पनि छ हो। यो एरिया चाहिँ ठुलो एरिया छ, एकदमै ठुलो। यहाँनिर चाहिँ तपाईँको कि एयरपोर्टहरू पनि 10-12वटा त नभन मलाई अति नै भयो हो। 3-4वटा त अँट्ने खालको एरिया छ होइन। माथिकोहरू पनि सबै मुभी हलहरू, मतलब यस्तो थिएटरहरू जस्तोहरू केहरू बनाएको छ हो, पार्कहरू छ हो। तर होइन डन वाट आई वान्ट टु से इज होइन, यो जग्गाहरूलाई चाहिँ हामीले किन युजमा ल्याउनु सकेको छैन क्यौ। आई थिङ्क 2011हरूमै कम्प्लिट भएको होला है। बिफोर द्याट आई थिङ्क होइन, मतलब 2011हरूभन्दा पनि अगाडि मतलब ओपनिङ भइसकेको हो यो जग्गाहरू, बनिसकेको हो होइन। बनिसकेको भने यताबाट उकालो घुमेर जानुपर्छ, स्विमिङ पुलहरू देखाउँदै जाउँ न। सो यो जग्गाहरू चाहिँ किन युजमा ल्याउनु सकेको छैन कि बहिनीहरूको जेनेरेसन होइन, हाम्रो जेनेरेसनहरूले किन युजमा ल्याएको छैन यो जग्गाहरू है। एन्ड वाइ याङको मान्छेहरूले चाहिँ यस्तो केयरलेस गरिरहेको छ हाम्रोमा। यस्तो दामी इन्फ्रास्ट्रक्चर आएको छ होइन। यहाँतिर हेर्नु सक्नुहुन्छ यस्तो दामी दामी कुराहरू छ, तर पनि हामीले चाहिँ किन मतलब आवाज उठाएको छैनौँ कि यो जग्गालाई ओपनिङ गर्नु, रिओपन गर्नु। अब आई डोन्ट नो रिजन त के छ होइन, रिजन के छ त्यो त मलाई पनि याद छैन। तर पनि अब हामीले सायद यो जग्गाहरूमा युजमा ल्यायो भने टुरिस्टहरूको पनि एट्र्याक्सन हो। एकमा त यो होइन, एज अ टुरिज्म स्टुडेन्ट है, टुरिस्टहरूको पनि यो एट्र्याक्सन प्लेस हो। यहाँदेखि भ्यूहरू हेर्नु सक्नुहुन्छ यस्तो मजाको देखिदिरहेको छ है। यो पिकनिक स्पटहरू पनि हुनसक्छ होइन, फर मेनी पिपल। हामी पनि पहिला पिकनिक खानु आउँथ्यौँ हामी सानो हुँदाखेरि। अब यहाँतिर यस्तोहरू छ हो। म तपाईँलाई देखाउँछु। अब यस्तो सानो घरहरू बनिएको छ। यो माथिको ट्रेडिसनल हाउसहरू हो सायद। दिस इज लेप्चा हो कि भोटेको घर हो यो होइन, मतलब ट्रेडिसनल हाउसहरू बनिएको छ। अब उकालो त नजाने हो हामी। एन्ड माथि स्ट्याचुहरू पनि देख्न सक्नुहुन्छ, स्ट्याचुहरू देख्न सक्नुहुन्छ है। मेबी हुनसक्छ, अब त्यो त मलाई पनि याद छैन होइन। एन्ड कस्तो लाग्दैछ तिमीहरूलाई यहाँ आएर? एकदम फिलिङ गुड। मैले चाहिँ ओभर मोटिभेट गरेर ल्याइदिएको यिनीहरूलाई चाहिँ होइन। सो त्यही हेर्नु न, अब स्ट्रिट ल्याम्पहरू यस्तो दामी, यस्तो खर्च गरेर बनाएको छ। यस्तो सायदै अब 1000 करोडहरू खर्च गरेको होला यसमा होइन। 1000 करोड त गऱ्यो होला नि हौ होइन।
करोड हजार करोडहरू जस्तो खर्च गर्यो होला। हामीले भित्र गएको भए डाइरेक्ट तलको माथिल्लोदेखि डाइरेक्ट तल कल्चर पार्क पुग्थ्यो दिल्लीमा। त्यही त यत्रो हजार करोडहरू कस्तो दामी दामी पार्क छ। यत्रो हजार करोडहरू खर्च गर्यो है, बट युजलेस छ क्या। यहाँ फुलहरू हेर्नु सक्नुहुन्छ। यी बाटोहरू गाडी यो बाटो रहेछ होइन, बाटोहरू पनि गाडी छ क्या, गाडी। लभ स्टोरीहरू पनि छ यहाँको। लभ स्टोरीहरू पनि छ है। ए सो यहाँ बहिनीको मम्मी र पापाको लभ स्टोरीको गफ चल्दैछ होइन। एन्ड मजाको अब कतिवटा मेमोरिज छ नि अब होइन। अन्त ऊ तल चाहिँ हाम्रो यस्तो दामी कुरा छ क्या अहिले सो होला। अब यो चाहिँ अनपोस्ट गर्छु म, पोस्ट नगरिकन म सबै देखाउँछु। यहाँनिर यस्तो चौताराहरू बनिएको छ जहाँनिर चाहिँ तपाईँहरू आएर अब मतलब चिप्सहरू होइन खानु सक्नुहुन्छ। बट मैले चाहिँ के देखेँ भन्दा यहाँनिर यस्तो चाहिँ मलाई मन पर्दिँदैन फेरि हो। मैलाहरू ल्याएर चाहिँ फाल्नु पनि जान्नुपर्छ। रमको बोतलहरू हो, यो प्लेटहरू मैला जसले पनि ल्याउनु भएको फाल्नु पनि सिक्नुपर्छ है तपाईँहरूले। अलिकति यो मेरो भिडियोबाट पनि भनिदिएको सिधै हो होइन। हुनु त म त्यस्तो खतरा होइन, तर राम्रो मेसेज दिनु खोजेको क्या मैले सबलाई। किनभने मैलाहरू तपाईँले ल्याउनुहुन्छ ल ल्याउनुहोस्, खानुहोस्, तर त्यसलाई राम्रो जग्गामा डिस्पोज पनि गर्नु सक्नु पऱ्यो नि त हौ हामीले होइन। सो त्यही अब म तपाईँलाई दामी दामी कुराहरू देखाउँछु। यसो गाइस यहाँनिर हेर्नु सक्नुहुन्छ। यो कुन चाहिँ फुल हो आई डोन्ट नो, तर पनि दामी इट्स लुकिङ रेड कलरको रहेछ है। फुल त होइन यो पत्ता होला हौ। सो तर पनि दामी, जे भए पनि दामी छ हो। मान्छेहरू त निकै छ रहेछ हौ है। सो अरू भ्लगरहरू चाहिँ आएको छ कि छैन, तपाईँहरूलाई देखाएको छ कि छैन आई डोन्ट नो है। कहाँदेखि जान्छ हौ यहाँ। सो गाइस जाउँ न यहाँ त्यहाँदेखि तल पार्क झरौँ न, पार्क। सो गाइस तपाईँहरूले चाहिँ सायदै यो चाहिँ मलाई देखाउनु इम्पोर्टेन्ट लाग्यो होइन। एकछिनै तलै पुगेर देखाउँछु हो। यहाँनिर चाहिँ चिल्ड्रेन पार्क छ। अब हामी गएर सुलसुलेहरू पनि खेल्छौँ। हामी सानोमा त बहुत खेल्थ्यौँ हो। सायदै यतिको ठुलो स्विमिङ पुल चाहिँ नि अब भनिहालेँ हो मैले। सायदै तपाईँहरूले यत्तिको ठुलो पुल स्विमिङ पुल चाहिँ सिक्किममा कहीँ देखेको छैन होला क्या हो। यत्तिको ठुलो हेर्नु सक्नुहुन्छ, यत्रो ठुलो छ अब मतलब होइन। हेर्नु सक्नुहुन्छ यी ब्रिजहरू पनि धरि छ। डन तिमी अगाडि जाऊ त, उहाँ गएर देखाउ त कत्रो चाहिँ छ यो स्विमिङ पुल। आम्मामा झन्डै यो त 5 साइड ग्राउन्ड जत्रो त स्विमिङ पुलै छ, तर पनि युजलेस हेर्नु, झारहरू पलाएर मैलाहरू हो। उहाँ ब्रिजमा गएर उभ्भ त, बिचमा झन्डै यहाँ त 1000 जना जस्तो अँट्छ होला स्विमिङ पुलमा। सो हेर्नु सक्नुहुन्छ त्यहाँ ब्रिजमा उभ्भ न। मतलब स्विमिङ पुल यो त जस्ट एउटा मात्रै ब्रिज हो, दुईवटा ब्रिज यस्तो छ होइन। मतलब हेर्नु सक्नुहुन्छ स्विमिङ पुल चाहिँ अलिक बिचमै जाउँ न, बिचमै कत्रो चाहिँ होला। अब तपाईँहरूले मान्छे देखेर गेस गर्नुहोस् न अब होइन। स्विमिङ पुल चाहिँ कत्रो चाहिँ छ अन्त अब हो। तर पनि युजलेस छ यो कुराहरू, युजलेस। म आज यहाँ आउनुको रिजन चाहिँ के हो भन्दा तपाईँहरूले पनि देखोस् होइन याङयाङमा यस्तो जग्गा छ है। बट टोटली यो स्विमिङ पुल ओपनिङ पनि भएको थियो एक टाइममा क्या हो। हेर्नु सक्नुहुन्छ भ्यागुताको बच्चाहरू हो कि के हो यो हो। हाम्रो पत्कड कत्रो चाहिँ होला अब स्विमिङ पुल। यो त जस्ट यो छेउदेखि चाहिँ ऊ परको छेउसम्म अब कत्रो चाहिँ होला यो स्विमिङ पुल चाहिँ हेर्नुहोस् न। अन्त यसको हाइट त कति होला 6 फिट त्यस्तोहरू होला हो। आउन एकछिन बसौँ हो। अन्त अब जाउँ त्यहाँदेखि हो। हेर्नु सक्नुहुन्छ स्विमिङ पुल। अन्त यस्तो दामी दामी कुराहरू छ, अझै कतिवटा कुरा छ होइन। म सबै त जानु भ्याउँदिनँ है। एन्ड सबै त देखाउनु म तपाईँहरूलाई भ्याउँदिनँ। सो त्यही हो, यहाँ हेर्नु सक्नुहुन्छ। सो गाइस मैले आज चाहिँ यो भिडियो चाहिँ किन बनाएको भने होइन, हाम्रो यहाँमा यस्तो दामी इन्फ्रास्ट्रक्चरहरू छ होइन, बट टोटली युजलेस छ यो। कस्तो दुःख लाग्दिन्छ। हामी यत्रो नानी हुन्छ नि 12-13 वर्षको नानीहरू हुँदाखेरि नि अब यो बनिसकेको होइन यो जग्गाहरू। बट अब अहिले हेर्दा चाहिँ हामीलाई कस्तो दुःख लाग्दिन्छ क्या। भालुडुङ्गामा यत्रो रोपवेहरूको प्रोजेक्टहरू आयो, तर यो हाम्रो भएकै कुरा चाहिँ किन रिनोभेट भएको छैन होइन। मतलब किन रिपेयर भएको छैन, किन बनाएको छैन, मान्छेहरूको लागि किन खोलिएको छैन। हामी लोकल पिपलहरूलाई पनि धेरै बेनिफिट हुन्छ नि त होइन यो खोल्यो भने त। अनि त्यही नै हो मेरो मेसेज चाहिँ, त्यही नै छ हो। सो त्यही हो, अहिले एकछिनमा भेटौँ।
few moments later. हेलो 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 भन्नुहोस् नानीहरू खेल्दै रहेछ हो उपरको पिङहरू त के हो त्यो बाँधिदिएको हो कि त्यो सुलचुलेहरू त अब खेल्दा भयो होइन बट मलाई चाहिँ यो पिङ खेल्नु मन थियो हो ओ एउटा पिङ त रहेछ त ओए 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 कम हियर सो म चाहिँ खेलिदिन्छु आई डोन्ट नो अम्बो क्यान आई क्रस दिस यो कहिले पुरानो हो नि त निकै पुरानो ओए अलिकति फिल्म गरिदेऊ न मेरो अलिकति यहाँ अलिकति भिडियो गरिदेऊ आम्बो सो गाइस अब म यहाँ पिङ खेल्नु आँटेको छु होइन सो लेट्स सी हाउ हाई आई क्यान गो होइन अलिकति भिडियो गरिदेऊ ल पर अगाडि गएर गरिदेऊ न सो यसले भिडियो गरिदिन्छ हो सो हेर्नु होला जा त अलिक पर चाहिँ बेसी माथि नमच्ची है भइहाल्छ इन्सिडेन्ट भएको हो नि त यहाँनिर इन्सिडेन्ट भएको हो नि त के इन्सिडेन्ट हो लडेको टाउको काटेको नि त मरेको अनि त्यस्तो डर चाहिँ नदेखा न हौ आफ्नो छ्या म कस्तो मजाले खेल्थेँ भनेको थिएँ हो ठिकै छ तर सो गाइस म यो खेल्न जाँदैछु होइन सो लेट्स गो म अलिकति खेल्छु ल भिडियो हुँदैछ मजा आइदिँदो रहेछ त अन्त यो त्यो त सुल्किन जान्नु पऱ्यो नि त खै यो पनि खेल्छु ल एकताल बहिनी सुल्किन हो तै वङ्गेलुबाट अघिको जग्गामा जाउँ न भयो यता त्यो पोइन्टमा बस्छ पोइन्टमा ल ल ए यो त सुल्किँदैन रहेछ नि आम्बो अड्किँदै नि गाइस म त आम्बो गाइस यो अलिक खतरा खालको सुलसुले रहेछ कि त्यही कारण सुल्किँदैन यहाँ त हामी अमल डमलहरू खेल्ने गर्थ्यौँ हो अमल डमलहरू खेल्थ्यौँ एन्ड त्यही हो मान्छेहरू निकै रहेछ सो त्यही हो गाइस अहिले भेटौँ A few moments later. आम्बो यहाँदेखि देख्दो रहेछ स्विमिङ पुलको डल्लै भ्यू देख्छ त्यो त यहाँ आइज न आइज भाइ बस्दै गर बहिनी पनि हरेस भइसकेछ हिँडेर तर पनि के गर्नु ब्लगरहरू भएपछि गर्नु पनि पऱ्यो होइन यतिको दुःख सो हेर्नु सक्नुहुन्छ यति बेसी हिँडिरहेको छौँ सो गाइस यु क्यान सी यहाँदेखि चाहिँ सबै स्विमिङ पुलको भ्यू देख्दो रहेछ हो यो पोइन्ट अझै ऊबाट छ नि पोइन्ट त अब होइन देखाउनु सक्दैन रहेछ यहाँदेखि हो तर अब यति हेर्नु न यहाँदेखिको लिएर यत्रो ठुलो स्विमिङ पुल छ अब आम्मामामामामा तर पनि युजलेस छ है रन यो कुरा है इट इज टोटली युजलेस होइन ओए आई एम टकिङ टु यु है युजलेस छ क्या यो कुराहरू के मेसेज दिन चाहन्छौ म चाहन्छु कि होइन यो चाहिँ अब उयो होस् मतलब फेरि यसलाई रिपेयर गरेर फेरि यो चालु होस् इभन अब हाम्रो उयोहरू बढ्छ के भन्छ लोकल मान्छेहरूको इन्कम बढ्छ इन्कमहरू पनि त बढ्छ होइन मतलब यस्तो अब हामीले त अब हामीले यो बन्नेको देखियो होइन एन्ड हामीले यो बन्नेको देखियो है एन्ड अलिकति पक्रिदिन्छ हौ यो हामीले बन्नेको देखियो होइन बन्नेको देखियो बिग्रेको पनि देखियो अब फेरि बनाउने टाइम आएको छ क्या यो चाहिँ अब यहाँको मान्छेहरूले पनि बुझ्नुपर्छ है एन्ड यस्तो देख्दाखेरि कस्तो दुःख लागिदिन्छ हाम्रो जग्गाको होइन यस्तो दुःख लागिदिन्छ है चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओभर एक्टिंग के वजह के भन्नु अब होइन हामी अब हुनु त यहाँनिर लट्स अफ मेमोरिज छ हाम्रो होइन धेरै मेमोरिज छ है तर पनि अब यसलाई चाहिँ
फेरि नयाँ बनाउने टाइम आएको छ क्या हो, सबैजना मिलेर बनाउनुपर्छ होइन। मेरो काम देखाउने थियो, अब तपाईँहरूको काम तपाईँहरू आफै बुझ्नुहोस् है। एन्ड त्यही नै हो, द्याट्स अल फर टुडे है। एन्ड इफ यु इन्जोय माई भ्लग एन्ड द्याट्स अल फर टुडे एन्ड बाई बाई, सी यु इन अनदर भ्लग। एन्ड त्यही नै हो, बाई बाई। डु यु वान्ट टु से एनिथिङ? No, bye. No, you don't want to say anything? So, त्यही नै हो guys, bye bye, see you in another vlog. So guys, at the end of this video है, what I want to say is है, मैले कसैको चित्तहरू दुखाउनु चाहेको होइन है। इफ मेरो कारणले गर्दा तपाईँहरू कसैलाई पनि केही अब मेरो तर्फबाट चाहिँ केही अब मन दुख्ने अरू खालके कुराहरू भयो भने चाहिँ आइएम सो सरी है। किनभने मैले युजलेस भने होइन त्यो कुरा, तर अब त्यो युजमा पनि रहेछ। युज चाहिँ के रहेछ भन्दै त्यहाँनिर चाहिँ जति पनि यो हाम्रो पर रबिनमा पहिरो पल्टेको थियो नि, उनीहरूलाई चाहिँ गभर्मेन्टले चाहिँ सेल्टर प्रोभाइड गरेको रहेछ होइन। अब इट्स अ गुड थिङ है। अब बिचरा गरिब दुखीहरूलाई पनि हेरिरहनु भएको छ गभर्मेन्टले है। मैले चाहिँ अब मतलब जे छ त्यो देखाउनु मात्रै खोजेको। अब मतलब मैले चाहिँ के भन्नु खोजेको भने, हाम्रो यहाँमा पनि यस्तो दामी इन्फ्रास्ट्रक्चर छ है, यस्तो दामी दामी कुराहरू छ होइन। हाम्रोमा जे छैन त्यसमा फोकस गर्नुभन्दा चाहिँ हाम्रोमा जे छ त्यसमा फोकस गर्ने, अब मतलब त्यस्तो भन्नु खोजेको नि त मैले चाहिँ होइन। एन्ड त्यही हो, सेल्टर प्रोभाइड गर्नुभएको रहेछ है त्यो पहिरोमा उयो गर्नेलाई। मैले युजलेस भने, तर युजमा चाहिँ युजमै रहेछ, तर मैले चाहिँ अर्कै खालके तरिकाले भनेको है। मतलब त्यसलाई हामीले अझै युजफुल बनाउनु सक्छ टुरिस्टहरूको लागि एट्र्याक्सन। किनभने याङयाङमा टुरिस्ट डेस्टिनेसन त छ, भालेढुङ्गा, रोपवे, भालेढुङ्गा है। एन्ड अरू पनि छ नयाँ फल्सहरू। अब त्यो पनि एउटा टुरिस्ट एट्र्याक्सनमा हामीले हालिदिँदा हुन्छ नि त होइन। कल्चर पार्क भनेपछि अब यत्रो हामीले खर्च गरेर बनाएको छ, हाम्रो गभर्मेन्टहरूले यत्रो खर्च गरेर बनाएको छ है। सो अब त्यो ओपनिङ नहुनुको रिजन त मलाई याद छैन। मतलब अब त्यो किन चलिरहेको छैन त्यो त याद छैन। एक्सक्युज मी है, म खाना खाँदै बोल्दैछु होइन, आइएम सरी फर द्याट। तर मैले दिनु चाहेको मेसेज चाहिँ तपाईँहरूले अब कुनै गलत तरिकामा चाहिँ नलिनुहोस् होइन। एन्ड द्याट्स अल गाइस, गुड नाइट, बाई बाई।